विपनीमा तिमीलाई सपनी आज म तपाईँहरूलाई सिकाउन गइरहेको छु दिनै घरमा रात वेस्ट भएको तिमीलाई थर्मोकोलहरूलाई कसरी सम्झेर सदुपयोग गरेर मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो पेट्रोलको प्रतिक्रियाले रासायनिक प्रतिक्रियाले थर्मोकोललाई गलाउँदै गलाउँदै जान्छ। आफूलाई कतिको अब फेभिकोलहरू आवश्यकता छ है त्यही अनुसार अब हामीले पेट्रोल एड गर्न सकिन्छ। त्यही अनुसार पेट्रोल एड गरेर थर्मोकोल कति छ आफूसँग होइन त्यही अनुसार लिने र पेट्रोलमा राख्दै जाने। पेट्रोलमा एड गरिसकेपछि यो बिस्तारै बिस्तारै केमिकल रियाक्सन हुँदै पग्लिँदै जान्छ र अन्तिममा यो फेभिकोलमा परिणत हुन्छ अथवा गममा परिणत हुन्छ। यो एक्सपेरिमेन्टले यो प्रयोगले हाम्रो घरमा भएको वेस्टको रूपमा भएको थर्मोकोललाई सही तरिकाले सदुपयोग गरी पैसाको बचत गरेर घरमै फेभिकोलहरू तयार मैले गरे जसरी नै तपाईहरु पनि आफ्नो घरमा भएको थर्मोकोललाई सदुपयोग गरेर फेभिकोलहरू तयार पार्न सक्नुहुन्छ। यसले तपाईहरुको घरमा भएको प्लास्टिकको भाँडो माटोको भाँडो क्र्याक भएको छ भने यसलाई टाल्न सकिन्छ। भिडियो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला। युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।